हेलो एन्ड नमस्ते सम्पूर्णमा। के हजुरहरूको पनि मेरो भाइको जस्तो दाँतको समस्या छ र? स्वागत छ हजुरलाई मेरो मिनी भ्लगमा। आज पनि बिहानै उठेर आफ्नो गन्तव्यतर्फ कामतर्फ लागियो र व्यापार गर्न थाल्यो। व्यापार सँगसँगै चाहिँ मलाई व्यापार नभएपछि खानामा चाहिँ एकदम ध्यान जान्छ र म चाहिँ फ्रुटहरू खान थाल्यौँ। सँगसँगै दिनको चाहिँ 2 कप चिया मैले छुट्याएको छैन क्या, तर पछि के हुन्छ थाहा छैन। र दिनभर काम गरिसकेपछि साँझ सामान लिएर म रुम फर्केपछि फ्रेस भएर चाहिँ फेरि बस्न मात्र लागेको थियो, कस्तो ठोकिहाल्यो क्या। र फेरि म चाहिँ यता भोक लागिरहेको थियो अनि चाउचाउ र लेस खान थाल्यौँ। तर यस्तो चाहिँ खानु हुँदैन, धेरै जङ्क फुड हो, तर भए पनि खान मन लाग्छ र खाइदिएको ल। अनि सँगसँगै मैले उतापट्टि खाना नि बनाइरहेको थियौँ र खाना नि टक्क पाक्यो। एकजनालाई मैले चाहिँ बिहान बेलुकालाई पुग्ने खाना बनाउँछु, फ्रिज छैन तर पनि गनाउँछ कि जस्तो लागिरहेको थियो, तर गनाउँदैन होला भनेर मैले भोलिलाई नि पुग्ने बनायौँ। थ्याङ्क यू सो मच फर वाचिङ, लभ यु अल, बाई बाई। नेक्स्ट भिडियोमा भेटौँला।